लकडा हो आज चाहिँ म नयाँ पुल आएको थिएँ होइन र तिम्रो सबैलाई नयाँ पुल देखाउन मन लाग्यो नाइट भ्यू बवाल हुँदो रहेछ ए धेरै पछि आएको है म चाहिँ धेरै पछि आएको होइन टक्कसँग आउन मन लागेको थियो अनि म एक दुईवटा कुरा देखाउँछु यहाँ यो ड्रइङहरू गरेको रहेछ क्या वाट डु यु थिङ्क गाइज के भन्छ तिमीहरू कति रेट दिन्छौ यो पोस्टरहरूलाई के को पोस्टर हो यहाँ यता के बनाएको छ यो नेपालको उयो पनि बनाएको रहेछ यहाँ पनि बनाएको छ यहाँ एक दुईवटा तल चाहिँ के कहाँनिर मैले एउटा खोइ के देखेको थियो खासमा देखाउन खोजेको कुरा चाहिँ त्यो हो कि अस्ति मैले देखेको थिएँ अलिकति ब्याड भएको थियो क्या खोइ के भनेर के लेखेर पो उयो गरेको थियो बर्डरको छेउमा यो यस्तो यो उयो के नेसनल बर्डर हो र यिनीहरू नेसनल चिज पो बनाउने हो त हौ इज्जतमा के ड्रइङ गरेको हो त्यो केटाकेटी त्यो स्कुलमा के भन्छ केटाकेटीहरूलाई त्यो क्लासरुममा नर्सरी 1 2हरूलाई ड्रइङ गरिदिन्छ नि क्लासमा आओस् रमाओस् उयो त्यसको लागि त्यस्तै खालको बनाएको छ इन्टरनेसनल चिजको बनाउनु पर्यो त यस्तो छिर्ने बित्तिकै बर्डरमा हो रहेछ भन्ने खालको होस् न छैन ल म लाग्दिएको गाइस है मलाई पुल देखाउनु यसो अब आएको थिएँ देखाउन मन लाग्यो अहिलेको चाहिँ केही रहेन रहेछ यस्तै छ ल अहिलेलाई यहीँ